भएको अरे घर नि काठमाडौँ हिँडेको बसले धोका दिएर हामी घरतिर फर्केको नि। अब यस्तो हुन्छ मान्छेहरूले भाउ खोजेपछि नि। एकचोटि हाल्लो भनिदिनु पाए हुन्थ्यो। यता फर्केर एकचोटि मात्रै फर्किनु न मामुतिर हौ। काम भयो। यो कोदोबारी धानबारी धान रोप्ने ठाउँमा कोदो रोपेछ पानी नआएर। असार साउनमा आउँदैन पानी। यतिखेर बाटो बिगारेर हाम्रो हरिबिजोग बनाइदिए। के गर्नु। टन्टलापुर घाम लागेर तराईको घाममा सेकिँदै हिँड्नु पर्यो हामी। यो घर जाने बाटो हाम्रो यो चाहिँ ग्राभेल पनि भएन। देविन कटवाल लुखुर 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 आउँदै हुनुहुन्छ। नरिवलको बोट पानी छ र यहाँ बाटो हिलो हिलो छ। पानी पानी हिलो हिलो यस्तो हिलो बाटो छ। ल ए जुत्ता भिजेर घाँसको भारी नै आउँदैछ बाटो छोडिदिउँ। यतातिरको मान्छेले कहिल्यै भारी बोक्दैनन् टाउकोमा बोक्दा रहेछन् जे पनि। एकजनाले चाहिँ बोक्दा रहेछन् है धन्न। यसको भारी पुरानो घर। अनि राजदाईहरू अगाडि अगाडि आउनुभएको थियो थाहा पाइहाल्नुहुन्छ नि। यो आँपको बुट हिँड हिँड लु हिँड। यो सुपारी हाम्रो नरिवलको बोट हो। यो नरिवल पनि फल्दैछ। नरिवल फलेछ। यो हाम्रो गाउँ है। यो घर अगाडिको सिन है। यो आँपको बोट यो नि आँपको बोट।